हेलो गाइस वेलकम टु ब्याक न्यू रिएक्सनमा सबैजनालाई स्वागत छ। मेरो नाम AK5 अनि आज चाहिँ हामी मेरो फेभरेट आर्टिस्टको रिएक्सन गर्न गइरहेछौँ। फर्स्ट टाइम म यो रिएक्सन गर्न गइरहेछु त सबैजनाले मलाई सपोर्ट गरिदिनु होला। जे उताउति जे गल्ती भए पनि होइन, मलाई सपोर्ट गरिदिनु पर्छ होइन। अनि आज चाहिँ मैले मेरो फेभरेट ऱ्यापर 555 को रिएक्सन गर्न गइरहेछु त सबैजनाले मलाई सपोर्ट गर्नु पऱ्यो अनि सबैजना इन्जोय गर्नु पऱ्यो। म फर्स्ट टाइम यो हेरिरहेको छु होइन, भयो एक दिन भयो होइन। अनि आज चाहिँ त्यही अब हेरौँ के कस्तो भइरहेछ होइन, देख्नुपर्छ हेर्नुपर्छ। सबैजनाले मलाई सपोर्ट गरिदिनु पर्यो ल। नहोला हामीले मरेपछि बचाउने हुँदैन कागजको टुक्राको पैसाले खर्चेको मायापछि आफूलाई खाएको 50 साथ दिने मान्छे तिमीले बनाएपछि केही गर्न खोज्दा नि बाटोको ओके ओके, यो लाग्दैछ अलि स्टोरी टाइपको हुनेवाला छ होइन। अलि त्यस्तै लागिरहेछ, स्ट्रगल जस्तो देखिरहेको छु होइन। म भनिरहेको थिएँ नि त, यो स्ट्रगल जस्तो ऱ्याप हुनेवाला छ किनकि ऱ्याप लेखिरहेको थियो क्या, त्यही अलिअलि लाग्यो। दिन रात सब कुरा चेन्ज हुन्छ कुनै दिन। टाइममा जहिले टाइममा त खालि कराउनु छोडिदिनु बुझिएछु। फेरि अरू काम नपाइसकेसम्म त हाल्नु पऱ्यो नि त। मलाई नयाँ चिज लगाएछु मलाई थाहा छ अलिअलि चिन्ता असल छ दिन रात सब कुरा चेन्ज हुन्छ पुरै। यो त मैले रेकर्डिङ हाल्नुपर्ने छुट्यो दामी छ एकदम स्ट्रगल लाइफ देखाइरहेछ। गर्नुपर्छ यार, के गर्नु सोचौँला नि बिस्तारै। ड्याम एकदम खतरा छ क्या। अब के भन्ने यार, जुन होइन जुन के भन्छ चिराग खड्का दाईको होइन जुन ऱ्याप हुन्छ नि त त्यो अलगै टाइपको हुन्छ कि मलाई याद हुन्छ क्या। जे भए पनि उसको फ्लो हुन्छ नि त एकदम दामी खालको हुन्छ क्या, त्यही मलाई एकदम राम्रो लाग्छ होइन। दामी लाग्यो होइन। कसम के गरिरहेछ यार। म पनि अहिले होइन, म अहिले भर्खर कामदेखि आएको। म पनि अहिले रातिको होइन, रातिको कति बजिरहेछ, रातिको 11-12 बज्न आँटेको छ रातिको। म अहिले भर्खर कामदेखि आएँ होइन। म पनि एकदम हसलको लाइफमा छु होइन, हसल गरिरहेको छु। म अहिले यहाँ ऱ्याप लेखिरहेको छु अहिले पनि होइन, देखिरहेको छ कि छैन यहाँ। म पनि अहिले भर्खर ऱ्याप लेखिरहेको थिएँ होइन। अनि एकछिन रिएक्सन गरौँ, दाईको भिडियो आएको छ अनि रिएक्सन गर्नु पऱ्यो। त्यही भएर रिएक्सन गर्नलाई आएको, एकछिन होल्ड गरेर साह्रो ठ्याक्क यार स्ट्रगल लाइफको म यहाँ ऱ्याप लेखिरहेको छु, त्यही अब यहाँ देखाइरहेको छ यार। अब के भन्नु होइन। म पनि अहिले स्ट्रगलको लाइफमा छु होइन। मेरो च्यानल कसैले थाहा छैन भने AK5 गएर सर्च गर्नु होला होइन। त्यहाँ मेरो च्यानल आउँछ, सबैजनाले सब्सक्राइब गर्नुपर्छ होइन। ल त अगाडि हेरौँ, अझै अगाडि हेर्नुपर्छ ल त हेरौँ। काम गर्नुपर्छ होइन, बाहिरमा बसेर काम गर्नुपर्छ, त्यही हो होइन। कता सुत्यो कता गइयो केही थाहा छैन होइन। म पनि अहिले बाहिर छु, म पनि अब यस्तै हो लाइफ। काम गऱ्यो फेरि आइयो, अलि एकछिन ऱ्याप लेख्यो, अलिअलि ऱ्याप गऱ्यो, सुत्यो फेरि सुत्यो, त्यस्तै हो कि बाहिरमा अब स्ट्रगल लाइफ त्यस्तै हो। एड छ नि, यो एड अहिले देखाइरहेको थियो होइन, एकछिन कता यो एड मैले देखाएको थिएँ होइन। तर मलाई यस्तो लागिरहेको थियो कि होइन,
हाम्रो दाइको उतातिर कन्सर्टको फोटोहरू पनि देखाइरहेको थियो होइन। अनि त्यही सोचिरहेको थियो यार उतातिरको होला होइन, मलाई के थाहा यार यो अब ट्रेलर हो या कमिङ सङ आउनेवाला छ होइन। र होला सायद अब उता बाहिर पनि कन्सर्ट गर्न गइरहेछ नि त, त्यसैमा पनि त्यसको पनि यसमा हालिदिएको छ। ठिकै छ, राम्रो छ होइन। यस्तो हो नि यस्तो हो नि जसले पनि होइन, जसले पनि ऱ्याप गरिरहेको छ, ऱ्याप अहिले स्ट्रगलको लाइनमा छ होइन, तिनीहरू म एउटै कुरो भन्छु कि म हार मान्दिनँ। मैले पनि अहिलेसम्म 4वटा गाना मैले रिलिज गरिसकेको छु आफ्नो युट्युब च्यानलमा, तर त्यस्तो खासै भ्युज गएको छैन। मैले कति पैसा मेरो गइहाल्यो होइन, तर त्यस्तो सोच्यो भने त गयो होइन। तर पनि गर्छु, अलिकति होल्डमा गर्छु, तर पनि गर्छु। अहिले मसँग टाइम छैन, म स्टुडियो जानुलाई टाइमै छैन मसँग होइन। किनकि म यस्तो ठाउँमा बसिरहेको छु कि यहाँ कसैले मेरो ल्याङ्ग्वेजै बुझ्दैन अनि के कस्तो रेकर्ड गर्ने यार, त्यो अलिकति गाह्रो भइरहेछ होइन। नभए त अब घर जाने टाइममा अब घर गएपछि अनि रेकर्ड गरिन्छ अनि भिडियो सुटिङ गरिन्छ, त्यही हो। ठिक छ, अब त्यस्तै होइन। त्यहाँ साथीले याद आयो मैले एउटा ऱ्याप रिलिज गरेँ होइन, यो ठ्याक्कै यो भिडियोमा जस्तो चलिरहेको त्यस्तै हो क्या। आज त मैले ऱ्याप रिलिज गरेँ होइन। अनि केटाहरूले कल गरेर चाहिँ यो कस्तो छ यार, एकदम दामी छ यार, ऱ्याप त कस्तो लेखेको छ यार। म पनि छक्क यार, सेम यस्तै मेरो लाइफको जस्तो देखाइरहेछ क्या। कनेक्ट भिडियोमा कनेक्ट म्यान पुरा एक्साइटेड, सरी यार अहिले एक्साइटेडमा यस्तो भइरहेछ क्या। ऱ्यापमा पनि त्यस्तै छ, लाइफमा पनि त्यस्तै चलिरहेछ भन्नुपर्दा यार। त्यही हो, समय लाग्छ तर गर्नुपर्छ होइन। मैले पनि धेरै दिनदेखि गरिरहेको छु होइन, तर मैले स्टुडियो गएको थिएन होइन। अब काम गरेँ, पैसा जम्मा गरेँ, कति 1 सालमा पैसा जम्मा गरेँ, त्यसपछि रेकर्डिङ गर्नलाई गएँ होइन। त्यही हो, हिपहपले सिकाउँछ यार, टाइम लाग्छ तर सिकाउँछ, टाइम लाग्छ तर गर्नुपर्छ। त्यही हो, बुझ्नु पऱ्यो दिमागमा। Bro, you killed it. Yeah. Come through to the studio, yeah? Okay. You deserve it, man. Good luck. मेरो पनि टाइम आउँछ, सबैले देख्छ होइन। म पनि के गर्न सक्छु, सबैले आफ्नो अगाडिमा मलाई हेर्छ, स्टेजमाथि तोडेर माइकले हल्ला गरेर माग्छु, सबैलाई नचाउँछ। यस्तै हो, अलिअलि फोन हानेको होइन, सबैले माइन्ड नगरिदिनु पऱ्यो होइन। अनि दाइको म्युजिक भिडियो एकदम खतरा छ, मैले ऱ्याप पनि खतरा छ, मेरो मन छुने गरी ऱ्याप छ होइन। अनि अलिकति अगाडि बाँकी छ, सुनिदिउँ के छ। होइन एकदम दामी छ यार। मैले यो ऱ्यापले मलाई होइन अलि धेरै चिल बनायो होइन। मैले पनि आफ्नो लाइफमा स्ट्रगल गरिरहेको छु, यसमा पनि स्ट्रगल गरिरहेको छु, त्यही भनिरहेको छ होइन। कस्तो के हुन्छ होइन, सबैजनाले माइन्ड नगरिदिनु पऱ्यो, अरूले जेसुकै भन्नु पनि माइन्ड नगर्नु पऱ्यो। ऱ्यापरको जिन्दगी यस्तै हो होइन। त्यही हो, सबैजनाले मलाई सपोर्ट गरिदिनु पऱ्यो। अनि यो रिएक्सन चाहिँ मेरो त्यस्तै इन्जोयको लागि हो, मैले त्यस्तो खासै केमा के गरेको छैन, त्यस्तो इन्जोयमा अब टाइम पास गर्नुपर्छ होइन। अनि अलिअलि रिएक्सन गर्नुपर्छ टाइममा के गर्नु होइन। त्यही हो, कसैले माइन्ड नगरिदिनु पऱ्यो, नगरिदिनु होला होइन। अनि सबैले यो च्यानल सब्सक्राइब गरिदिनु होइन, सबैजना सपोर्ट गरिदिनुपर्छ। अनि मेरो AK5 युट्युब च्यानलमा पनि गएर सपोर्ट गरिदिनुपर्छ। ल अहिले आएँ, बाई बाई।